फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूबीच सहकार्य, तालमेल र एकताको लहर नै चलेको छ। यस्तोमा मधेस केन्द्रित दलहरू पनि एकता र चुनावी तालमेलको गृहकार्यमा छन्। मधेस केन्द्रित 7 दलले यसअघि नै संघीय लोकतान्त्रिक मोर्चा बनाएर सहकारीको ढोका खोलिसकेका थिए। जसपा नेपाल, लोसपा नेपाल, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी बीच एकता भएकोले मोर्चामा रहेका दलहरूको संख्या घटेको छ। मोर्चामा एकीकृत दलसहित जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल छन्। अब चुनावी तालमेलका लागि 4 दल बीच मात्रै सिट बाँडफाँड हुनेछ। पुस 15 मा बसेको मोर्चाको बैठकमा चुनावी तालमेल गरेर जाने सहमति बनेको थियो। त्यसै अनुसार उनीहरू अहिले चुनावका लागि सिट बाँडफाँडको गृहकार्यमा लागेका छन्। चुनावमा तालमेल गरेर जाने विषयमा मोर्चामा रहेका सबै दल सकारात्मक रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सह-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो। 4 दलले आफ्नो पार्टीको दाबी पेश गरेपछि त्यसमा छलफल गरेर टुङ्ग्याउने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठले बताउनुभयो। लोसपा नेपालका महासचिव डाक्टर सुरेन्द्र झाले पनि मोर्चामा सिट बाँडफाँडको कुनै समस्या नरहेको दाबी गरेका छन्।